गाइस, यो त्यही एलिजा जमाली हो जुन चाहिँ पाकिस्तानबाट अर्थात् दुबईबाट नेपाल आएर आज एकदम फेमस भइन्। नेपाल र नेपाली जनताको कारणले गर्दा यिनको किस्मतलाई त मान्नै पर्छ। खाक से उठाकर फलक तक भन्छ नि, जमिनबाट आसमानसम्म पुगिन् नेपाली जनताको कारणले गर्दा, मायाले गर्दा। आज नेपालको एउटा प्रतिष्ठित सो र्याम्प वकमा सो स्टपर बनेर हिँड्दै छिन् एज अ मोडल। हेर्नुस्। अनि अर्कोतर्फ हेर्नुस् तुलसा, यिनको सरनेम के हो थाहा भएन, तुलसा, जसले चाहिँ आरोप प्रत्यारोप लाएर एलिजाको खेद्दो खनेकी थिए। दुईटैको टाइमिङ अनि ट्युनिङ हेर्नु न। उहाँ तुलसालाई चाहिँ